नमस्ते, म कृष्ण अनुमोल। दर्शक महानुभावहरू, आजको कार्यक्रममा मैले एउटा यस्तो व्यक्तित्वलाई लिएर आएको छु जसको जन्म भोजपुरमा भयो, त्यसपछि सुनसरी विराटनगर हुँदै उहाँ अहिले झापामा स्थायी रूपमा बसोबास गरिराख्नु भएको छ। उहाँको जीवनमा थुप्रै उतार चढावहरू आएका छन्, थुप्रै आरोह अवरोहहरू आएका छन्। विशेष त उहाँले एउटा घुमन्ते जीवन जिउनु भएको छ। सङ्घर्षको क्रममा उहाँ देशका विभिन्न ठाउँहरूमा पुगिसक्नु भएको छ। आजको कार्यक्रममा म उहाँका अनुभवहरू, उहाँका कुराहरू, उहाँका जीवनका सुख दुःखहरू तपाईँलाई सेयर गर्न गइरहेको छु। उहाँ हुनुहुन्छ विष्णु काफ्ले। आज म तपाईँलाई विष्णु काफ्लेका जीवनका आरोह अवरोहहरू, सङ्घर्षहरू, पीडा, दुःख, दर्द सबै कुरा सेयर गर्न गइरहेको छु। विष्णु सर, कार्यक्रममा स्वागत छ। नमस्कार। सन्चै हुनुहुन्छ? आजकल के गर्नुहुँदैछ? आजकल एउटा यो भद्रपुर वडा नम्बर 10 मा एउटा उद्योग स्थापना गरेर यसको रेखदेख गर्दैछु। हजुरको जन्म कहाँ भएको थियो? भोजपुरको हतुवा डाँडा खर्क भन्ने ठाउँमा जन्मेको। त्यहाँ मैले बाल्यकाल 7-8 वर्षसम्म त्यहाँ बसेँ। त्यस पश्चात हामी सुनसरी चक्रवाटी, महेन्द्रनगर चक्रवाटी वडा नम्बर 5 मा हाम्रो बसोबास थियो। पछि कोसीले बगाएपछि हामी विस्थापित भएर जङ्गलमा 1.5 कट्ठा जग्गामा हाम्रो बसोबास रहन गयो। कति सालको कुरा हो यो? हाम्रो 37 सालको। 37 सालमा हामी 1800 घर भनेको 1800 घर हामी सप्तकोशी पीडितमा परेर हामीलाई करिब भनौँ न 800-900 बिघा जग्गा चाहिँ कोसीले भङ्गालोमा परिणत गर्यो। कोसीले बगायो, त्यसपछि हजुरको घर थियो, जग्गा जमिन थियो, त्यो सबै बगाएर लग्यो। जिरो बनाइयो। त्यहाँबाट जिरोबाट स्ट्रगल गरेर हामी त्यहाँ एउटा अहिले जहाँ बाङ्गे बजार भन्छ, हजुर, महेन्द्रनगरको बाङ्गे बजार भनेर प्रख्यात छ। पहिले अब त्यो विभिन्न कालखण्डमा त्यसको नाम रहनु गयो भनौँ न, होइन? अनि त्यही उसमा अहिले त्यहाँ तित्रीगाछी स्कुल भन्ने छ मावि, त्यसको बगलमा हाम्रो अहिले पनि घर छ त्यहाँ। हजुरलाई कोसीले बगाउँदाखेरि कति वर्षको हुनु? म त्यतिखेर 16-17 वर्ष। त्यसपछि हजुरको जीवनमा एक किसिमको परिवर्तन आयो, पुरै टर्न भयो मेरो जिन्दगी। टर्निङ पोइन्ट। म त्यहाँ खेतीपाती गर्ने, बिहान हलो जोत्ने, दिउँसो पढ्न जाने, होइन? हजुर। त्यो कर्म मेरो त्यो खेती हुन्जेली थियो, होइन? मेरो ठुल दाइ पनि बाहिरै बस्नुहुन्छ, माल दाइ पनि बाहिरै बस्नुहुन्थ्यो। अब त्यहाँ घरको रेखदेख गर्ने चाहिँ म थिएँ। मेरो बुवा आँखा देख्नुहुन्न थियो। अनि अब त्यो घरको म्यानेजमेन्ट गर्ने चाहिँ म आफैले गर्थेँ। म सानै भए पनि 17 वर्षको हुँदा पनि म हलो जोत्ने, घाँस काट्ने, गाई बस्तु चाहिँ शनिबार भएपछि कोसी पारी लाने, भङ्गालोमा पौडी खेल्ने, यस्ता काम गर्दै त्यहाँ रमाएर बसेकै थियौँ। तर कोसीले सबै जग्गा लगिसकेपछि त जिरो भएपछि त केही अप्सन खोज्नुपर्ने स्थिति आयो एकदमै। अनि त्यो अप्सन खोज्दै जाँदाखेरि म विराटनगरमा ठुल्यामाको घर थियो, त्यहाँ गएर चाहिँ पढ्न उतै महेन्द्र रात्रिमा माविमा जोइन गरेँ। अनि काम गर्दै काठमाडौँ ट्राभल्स एन्ड टुर्स भन्ने उसमा म के काम गर्नु? त्यहाँ मैले त्यो डकुमेन्टहरू डेलिभरी गर्ने काम गर्दै त्यहाँ मलाई जम्मा 200 रुपियाँ तलब दिएको थियो त्यतिखेर। अनि त्यो 200 रुपियाँले मैले फिस तिर्दै अनि त्यहाँ रात्रि स्कुलमा पढ्दै गरेँ। अलि पछि म स्वदेशी केबलमा ट्रान्सफर भएँ। त्यहाँ मलाई 450 रुपियाँ तलब दिएको थियो। हजुर हो, त्यो स्वदेशी केबल जहाँ वायर फ्याक्ट्री हो त्यो, बिजुलीको वायरहरू बन्ने। अनि त्यसको स्टोरमा काम गर्थेँ। त्यहाँबाट फेरि त्यो पछि 38 सालदेखि चाहिँ म नेपाल टेलिकममा आबद्ध भएर नेपाल टेलिकममा जालदारी कर्मचारीको रूपमा तपाईँ काम गर्दै नेपाल टेलिकमको जागिरै हुनुभयो त्यसपछि। अनि म कति सालको कुरा हो यो? 38 साल। 38 साल म 1.5 वर्ष चाहिँ त्यो डेलिभरी अनि त्यो स्वदेशी केबल काम गरेँ। त्यो पछि म टेलिकममा चाहिँ योजना आयो ठुलो। त्यहाँ किरण कुमार काफ्ले भन्ने नै आउनुभयो हाकिम भएर। उहाँसँग गएर अनुनय विनय आफूले दुःख पाएका कुरा गर्दाखेरि उहाँले त्यहाँ मलाई राखिदिनु भयो। अनि त्यहाँबाट म त्यहीँबाट पढ्दै
हजुरले कति सालमा एसएलसी पास गर्नु? मैले 42 सालमा 42 सालमा पास गरेको। जम्मा हामी एसएलसी दिने त्यतिखेर 38 जना थियौँ। हजुर। त्यो मेरो ब्याचमा चाहिँ जम्मा 4 जनाले पास गरे, 3 जनाले थर्ड डिभिजन गर्नुभयो, मैले सेकेन्ड डिभिजनबाट पास गरेँ। त्यो पछि मैले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आइकम पढेँ। अनि त्यही आइकम पढ्दा पढ्दै म टेलिकममा चाहिँ स्थायी नोकरीमा म 3 तहमा पास गरेँ। अनि त्यसको 6 महिना पश्चात फेरि 4 तहमा पनि नाम निलियो। अनि त्यसपछि म 4 तहमा इन्ट्री गरेर स्थायी नोकरी चाहिँ मेरो 27 वर्ष हो। अस्थायी ज्यालादारी जोड्दा मेरो 32 वर्ष नेपाली टेलिकमलाई कन्ट्रिब्युसन गरेर 72 सालदेखि आउनुभयो हामीले। हजुरको जीवन एउटा डेलिभरी बोयबाट होइन एउटा टेलिकमको चाहिँ अधिकृत जागिरी हुन्जेलसम्म कस्ता उतार चढावहरू आए? हजुरको जीवन कस्तो किसिमको दुःख आयो? त्यस बिचमा त अब मैले दुःख गर्दै नै पढेँ भनौँ न। म रात्रि स्कुल पढेँ होइन, दिउँसो काम गरेँ, राति स्कुल पढेँ। अनि बिहान बेलुका त्यहाँ हाम्रा साथी सर्कलहरूलाई मैले कखारा अक्षर चिनाउने काम पनि गरेँ। 2-4 जना साथीहरूलाई मैले त्यही महिना रातिमा जोइन गराएर क्लासमा पनि लगेँ होइन। म बेलुका बिहान ट्युसन पढाउँथेँ, राति पढ्न जान्थेँ र राति नै फर्केर म ड्युटीमा जोइन गर्थेँ। मैले रातिको ड्युटी गरेँ टेलिकम। तपाईँ राति चाहिँ पढ्न जानुहुन्थ्यो, 10 बजीसम्म, दिउँसो चाहिँ काम गर्नुहुन्थ्यो? दिउँसो राति मिलाएर काम गर्थेँ। ड्युटी चाहिँ आफूले मिलाउँदा मिल्ने खालको थियो। मलाई त्यहाँ झापा कहिले आउनु? झापा म 48 साल असारमा आएको। 48 साल आउनुभयो तपाईँ झापा। 45 देखि 48 असारसम्म चाहिँ म पहिले मेरो पोस्टिङ धनकुटा भयो। त्यहाँबाट बुवा खस्नुभयो 47 मा। अनि म इनरुवा आएँ। अनि इनरुवाबाट चाहिँ म 48 साल। तपाईँ 2048 सालमा झापा आउनुभयो। के को सिलसिलामा तपाईँ झापा आउनुभयो? म नेपाल टेलिकमको कामकै सिलसिलामा मेरो स्वर्ग भयो यहाँ। त्यही भएर नेपाल टेलिकम भद्रपुर शाखामा म हाजिर भएँ 48 सालदेखि। नेपाल टेलिकमको? हजुर। हजुर। तपाईँ समाज सेवा पनि गर्नुहुन्छ, व्यवसाय पनि सञ्चालन गरिराख्नु भएको छ। तपाईँलाई यो व्यवसायमा आउने प्रेरणा चाहिँ कसरी प्राप्त भयो? यो प्रेरणा चाहिँ हाम्रो अब हामीले नेपाल टेलिकम छोड्दाखेरि हाम्रो उमेर हद गएको थिएन। हजुर। हामीले केही बाहिर निक्लेर पनि केही गर्न सकिन्छ होला भनेर हामीले भिआरएसबाट रिटायरमेन्ट लियौँ। तपाईँहरूले सामूहिक रूपमा चाहिँ टेलिकमबाट राजीनामा दिनुभयो? शैक्षिक अवकाश लिए। त्यसबाट तपाईँलाई केही रकम प्राप्त भयो र त्यो रकमलाई चाहिँ प्रयोग गर्ने हिसाबमा अथवा त्यसलाई चाहिँ एउटा व्यापार व्यवसायमा लगाउनु भयो? व्यापार व्यवसाय चाहिँ हामीले पहिले त्यहाँबाट निस्केपछि सेयर बजार विज्ञापनमा खोलेको। सेयर बजारमा हामीले चाहिँ 37 नम्बरको ब्रान्चको हिसाबमा खोलेका थियौँ। पछि के अरे नेपाल स्टक एक्सचेन्जले चाहिँ ब्रान्च 37 नम्बरलाई हेटौँडा दियो। अनि हामीले चाहिँ त्यहाँबाट अब हामीलाई ब्रान्च नदिएपछि हामीले त्यो व्यवसाय छोडेर यो व्यवसायमा पर्यौँ। ओके विष्णु सर, तपाईँ समाज सेवा पनि गर्नुहुन्छ है। तपाईँले समाज सेवामा लाग्ने प्रेरणा चाहिँ कहाँबाट प्राप्त भयो? होइन, यो काम गर्दै गर्दा मेरो एकजना मेरो छिमेकी हुनुहुन्छ रामबाबु डक्टरको बुवा वीरबहादुर खड्का भन्ने, उहाँ र म चाहिँ सहकार्य गरेर हरेक ठाउँमा मर्दा पर्दा बिहे वर्तमान आदि इत्यादिमा निम्ताएर आउँछ। हामी चाहिँ गएर फुल टाइमर जस्तै उहाँहरूलाई सहयोग गर्ने भ्याएसम्म गर्ने गरेका छौँ र अहिलेसम्म अब त्यसै गरी चलिरहेको छ। त्यही त आज के भनिन्छ भने यो भद्रपुर वडा नम्बर 10 मा चाहिँ विष्णु काफले बिना चाहिँ समाजमा विभिन्न गतिविधिहरू सञ्चालन हुन सक्दैनन् भन्ने कुराहरू आउँछ। यस्तो छ, हाम्रो एउटा टिम जस्तो छ भनौँ न। अमर कार्की, मोहन कुमाई, मिनबहादुर खड्का सालराई, विष्णु काफले, यो मरु मराउ यस्तो बिहे वर्तमानमा हामी गएर जग्गे बनाइदिने के अरे अब मलामी जाँदा भएर फुल टाइम सकेरै मात्रै आउने यस्ता कर्म चाहिँ हामी 8-10 जना छौँ। त्यो कर्ममा हामी प्राय सबैले चिन्छौँ। भनेपछि समाजलाई तपाईँहरू चाहिँ एक किसिमको चाहिँ जीवन समर्पित गरिराख्नु भएको छ? हामीले भ्याएसम्म उहाँहरूलाई चाहिँ सहयोग गर्छौँ। हामीलाई केही स्वार्थ छैन। हामी निस्वार्थ भावले
समाजमा घटेका घटनामा हामी सरिक हुनुपर्छ र हाम्रोदेखि पछाडिको पुस्ताले पनि यो कुराहरूलाई सिकोस् भन्ने एउटा हाम्रो भित्री आकाङ्क्षा रहन्छ। हाम्रो पछि अर्को सेकपछि पनि त कसैले त गर्नुपर्छ ती कर्महरू र तिनीहरूले पनि बाटो लिउन्, हामी पनि त्यही बाटोमा हिँडेनौँ भन्ने हाम्रो इच्छा हो। ओके विष्णु सर, अब अहिले हजुरले के व्यवसाय सञ्चालन गरिराख्नु भएको छ? हामीले यहाँ ब्लक उद्योग छ, घरमा यो कम्पाउन्ड वाल लाउने ब्लक बन्छ, घरको के अरे आँगनमा ओछ्याउने ब्लक बन्छ, अनि तपाईँलाई बाटोमा ओछ्याउने ब्लक बन्छ होइन। यो कङ्क्रिटबाट उत्पादन भएका घर निर्माणका सामग्रीहरू हामी भनेको निर्माण सम्बन्धी चाहिँ सामग्री उत्पादन गरेर हामी अनि तपाईँहरू यो सामग्री उत्पादन मात्रै गर्नुहुन्छ कि त्यसलाई व्यवस्थापन गर्ने अथवा त्यो बिछ्याइदिने कामहरू पनि? बिछ्याउने काम पनि हामीसँग रिलेटेडै हो। त्यो बिछ्याउनेसम्मको काम हामी व्यापार व्यवसायबाट कति चाहिँ सन्तुष्ट हुन्छ? सन्तुष्ट त यस्तो छ, हामी कर्मचारीबाट एकैचोटि व्यवसायमा थाल्यौँ होइन। यो यसमा धेरै हामी अनुभवी पनि होइन र अहिले के भने नेपाल सरकारले नेपालको स्ट्यान्डर्ड अनुसार माल उत्पादन गरेर एनएस भन्छ, नेपाल स्ट्यान्डर्डको लिनुपर्ने एउटा प्रावधान छ, त्यो हामीले प्राप्त गरिरहेको अवस्था छैन। त्यही कारणले सरकारी काम हामीले गर्न पाएको छैन, यसै प्राइभेट मात्रै गर्दैछौँ र त्यसको प्रक्रियामा हामी अगाडि बढेका। हजुरको 2049 सालमा विवाह हो। अब त्यही त हजुरले बिहे गरेपछि परिवारप्रति जिम्मेवार पनि बढेर गयो होइन। हजुरका छोराछोरीहरू कतिजना हुनुहुन्छ, के गर्नुहुन्छ? मेरो 2 जना छोरा हुन्। जेठो छोराको त गत वैशाखमा विवाह गरेको। हजुर। बागडुग्रा मेरो बुहारीको माइती घर, ऊ पनि डाक्टर हुन् र जेठो छोरो पनि मेडिकल अफिसर हो यहाँ मेची अञ्चल हस्पिटलको। कान्छो काठमाडौँमा एउटा अस्ट्रेलियन कम्पनीमा आइटी सम्बन्धी काम गर्छ। एकजना अस्ट्रेलिया हुनुहुन्छ? होइन, काठमाडौँबाटै गर्छ, अस्ट्रेलियन कम्पनी नेपालबाटै गर्ने हो अनलाइन। तपाईँले जीवनमा चाहिँ सङ्घर्ष गर्ने क्रममा तपाईँलाई चाहिँ कहिले हारेको महसुस भएन? होइन, यस्तो छ, जीवन भनेकै यो के अरे सङ्घर्षमय हुँदो रहेछ। अब मेरो बुवा 8-10 वर्ष आँखा देख्नु भएन। हजुर। बुवा बित्नुभयो 47 सालमा, अनि त्यो पछि आमाको पनि त्यो जलबिन्दु भएर आमाको पनि आँखा बन्द भए होइन। अनि 32 वर्ष आमाले आँखा देख्नु भएन। 32 वर्ष? अनि हाम्रो जुन म चक्करघट्टी भन्छु नि, महेन्द्रनगर चक्करघट्टीमा हाम्रो टाढे घर थियो। हजुर। त्यो टाढे घरमा आमा आँखा नदेख्ने माथि तल गर्दाखेरि माथि बरन्डाबाट तल झर्नु भयो, अनि ढाडमा समस्या आयो। त्यसपछि मैले आमालाई उठाएर लिएर यहीँ मसँग लिएर आएँ, यहीँ उपचार गराएँ, अनि मैले 32 वर्ष आमाको सेवा गरेँ। 32 वर्ष आमाले आँखा देख्नु भएन, 32 वर्षसम्म मैले आमालाई पनि पालेर सेवा गरेर। र अब अहिलेको पुस्ता त त्यसरी आमा बुवा प्रतिको जिम्मेवारी निभाउँदैन होइन। त्यही निभाउनु भनेर त हामी सामाजिक क्षेत्रलाई चाहिँ अलिकति के अरे आफ्ना छोराछोरीहरूलाई पनि बाटो देखाउन सकियोस् भनेर लागिरहेका छौँ होइन। मर्दा पर्दा बिहे व्रतबन्ध सबैमा चाहिँ हामी खट्नुपर्छ भनेर हामी जोडतोडले भ्याएसम्म हामी यो 10 नम्बर वार्ड हो, भद्रपुर हो, जहाँसम्म हामीले सुन्छौँ नि, मिनबहादुर खड्का एन्ड विष्णु काफ्लेलाई अहिले दुईवटा नाम दिएको छ। एउटा पेले अरे, अर्को चाहिँ के अरे मेसी। एकजनालाई पेले, एकजनालाई मेसी। मेसी र पेले आएन नि त भन्छ नि सामाजिक काममा अहिले गएन। त्यो चाहिँ मेरो छोराहरूले मलाई सुनाएको है, त्यसो भन्दा रहेछ तपाईँहरूलाई भनेको। हजुरहरूलाई चाहिँ मेसी र पेले उपनाम दिएछ? उपनाम दिएछ हो। यो एउटा रमाइलो के। अब हामीलाई त थाहा हुँदैन कसले के बोल्छ, कहाँ के गर्छ, हामी त आफ्नो कर्म गर्छौँ, हिँड्छौँ होइन। तर अब मैले सुनेको छु कि हजुर चाहिँ जसलाई पनि बा भन्नुहुन्छ अरे? हो, बा। मेरो बा ठेको कसरी आयो भने अब अनायास त्यतिकै बा भन्ने शब्द मलाई गुन्जियो। हजुर। अनि म यसो अनुहार हेर्छु होइन, मान्छेको बिहे गरेको छ भने त्यसलाई बा भन्दा फरक पर्दैन भनेर भन्छु।
बा नै भन्छु म पनि जहाँ पनि हेलो बा के छ बा मेरो ठेकै बा छ होइन जसलाई पनि अनि यही कर्मचारीकै सिलसिलामा म इटरी MBA पढ्न भनेर गएँ जनता क्याम्पसमा एडमिसन गरियो अनि मेरो एकजना कुलचन्द्र घिमिरे भन्ने मेरो सँगैको साथी सँगै हामीले नोकरी जोइन गरेका साथी हुनुहुन्थ्यो अनि म जतिकै उमेरको अनि के अरे नास्ता खानु हुँदै त हेलो बा के छ नमस्कार भने मैले हो उहाँ त मसँग भित्रभित्र रिसाउनु भएछ म ऊ जतिकै छु बा भन्छ मलाई भनेर हो अनि पहिले भने एक दिन रिसाउनु भयो अनि भएछ अब त्यो उनीहरूको ऊ भयो यसले बा भन्छ मलाई भनेर अनि म जसलाई पनि बा भन्दै जाँदाखेरि त त्यो तल हाम्रो टेलिकमको त्यो अफिसदेखि माथि सैनिकको क्याम्पसँगका ती सबै मान्छेलाई बा भन्न थालेँ मैले अनि यसको त ठेकै बा रहेछ भनेर उसको रिस पनि मरेको थियो क्या उसको पनि दुइटै छोरा डक्टर भने हजुरको एक किसिमको त थेगो भनौँ न थेगो मेरो त चाहिने क्यारे मान्छेले भन्छन् म चाहिँ बा भन्छु हो फरक त्यति हो अनि त्यही बा भनेर मलाई पनि सबैले सम्बोधन गर्दा म पनि बा नै अनि अब हजुरले भनिसक्नु भयो कि एकजनाले बा भन्दा रिसाउनु भयो भनेर भन्नुभयो अहिले जीवनमा मलाई सबभन्दा पहिले रिसाएको मान्छे त्यही हो तर अरू रिसा छैन त्यही त मैले के भन्न खोजेको अब को विवाहित हो को अविवाहित हो भन्ने कुरा त कसरी छुट्याउनुहुन्छ हजुरले छिटाउन त पहिले मान्छेसँग बोल्ने भन्दा पहिले परिचय हुन्छ परिचय गरिसकेपछि ऊ म्यारिड हो कि अनम्यारिड त पत्ता लगाइहालिन्छ हो रमाइलो ओके अब तपाईँले जीवनमा सबैभन्दा दुःखी भएको दिन चाहिँ कहिले थियो दुःखी म 52 सालमा एकचोटि दुःखी भएँ बुढिया बिमारी भएँ के भएको थियो त्यतिखेर उसलाई अलिक डिप्रेसन भयो त्यहाँबाट म उसलाई तिहारको टिकाको दिन दसैँको टिकाको दिन मैले काठमाडौँ लिएर गएँ होइन अनि त्यतिखेर चाहिँ अलिकति 52 साल 49 सालमा बिहे गरेको 52 सालमा बुढी बिमारी हुँदा अलिकति दुःख भयो पछि त मैले हाँस्दै खेल्दै ऊ पनि ठिक भएँ अहिलेसम्म अब टेलिकममा अधिकृत भएर त्यो नोकरी गरेर खाइराखेकी छन् होइन त्यो एउटा पिरियड त्यो पहिलोचोटि मेरो पहिलो बच्चा हजुर 4 महिनामा खेर गयो क्या हामी भद्रपुरमा बस्थेँ हजुर त्यहाँ त्यो कार्की केबी कार्की भन्ने एउटा साहित्यकारै हुनुहुन्थ्यो बा उहाँहरूको घरमा बस्थेँ ए होइन सीता शर्मा हाम्रै स्टाफको घरमा टाढे घरमा बस्थ्यौँ त्यो बुढिया प्रेग्नेन्ट भएपछि गाग्रीमा पानी लिएर माथि जाने हुँदा त्यो गाग्री लडेर ऊ लडिन् के इनारमा अनि चिप्ले इनारमा अनि त्यसबाट चाहिँ एउटा पहिलो बच्चा चाहिँ हाम्रो खेर गएको अनि त्यसले गर्दाखेरि अब त्यो दोस्रो बच्चा बसाउन चाहिँ बहुत गाह्रो हुँदो रहेछ पुरा रेस्ट गरेर अनि जीवनमा कहिले धेरै खुसी हुनुभयो खुसी त म जहिले खुसी छु मलाई त्यत्रो स्याड हुँदैन त एउटा कुरो मान्छेले मलाई हेपो भने चाहिँ म तोसाउन सक्दिनँ कि म सबैलाई उस्तै व्यवहार गर्छु बच्चादेखि बुढासम्म होइन रमाइलो गर्छु हाँस्छु खेल्छु होइन अनि मलाई चाहिँ धेरै पिन्च गर्यो भने चाहिँ म सहनै सक्दिनँ मेरो सबभन्दा ब्याड अहिले लाइफको सबभन्दा मलाई खड्केको कुरो पछि त म सोध्छु यो नगर्नु पर्ने थियो भनेर तर मलाई रिस उठिसकेपछि अगाडि म केही पनि त्यस्तो रिस तर त्यसै हतपत सबै त्यसै रिसाउँदिनँ तर त्यो कालखण्डले मान्छेले हेपेर अलिकति याएर गऱ्यो भने चाहिँ म साह्रै हजुरले यो व्यवसाय सञ्चालन गर्नुभएको छ कति मानिसलाई जागिर दिनुभएको छ यहाँ 23-24 जनासम्म यहाँ भयो अहिले चाहिँ 7 जना छन् अहिले यो भोल्युम अलिकति घटाएको छ अलिकति एनएस छैन हाम्रो एनएस भयो भने अब यो ठुलो मेसिन हामीले 55 लाखमा दिल्लीबाट ल्याएको मेसिन हो होइन अब यसबाट माल दिनको 8000 पिस उत्पादन हुन्छ अब यो हाम्रो खपत गराउन सक्ने अवस्था भएको छैन त्यसले गर्दा अहिले रोजगारी पनि अलिकति घटेको जम्मा 23 जनासम्मलाई दिनु 23 जना जतिलाई जागिर दिनुभएको छ अब मैले हजुरलाई के सोध्न चाहेँ भने जस्तै अब तपाईँ धर्म कर्ममा पनि बढी चाहिँ चासो राख्ने यहाँ मन्दिर
को तपाईँ एउटा यो मन्दिर समितिको अध्यक्ष पनि हुनुहुन्छ भने म विष्णु पाञ्चायन मन्दिर यहाँ नजिकै छ त्यसको अध्यक्ष छु अहिले पहिलो एक कार्यकाल बिताएर हामीले अरूलाई बनाएको थियो पछि फेरि मलाई नै बनाउनु भयो अहिले त्यहाँ हामीले गत साल र अहिले गर्दा जम्मा 27-28 लाखको काम गरेर अलि सेट बनाएर अलि सुन्दर बनाएर मन्दिर निर्माण गर्नुभएको छ त्यो भनेको मेरो ससुराबाले 1 कट्ठा जग्गा दान गर्नुभयो अनि तलतिर हाम्रो एकजना दाजु हुनुहुन्छ सीताराम नेउपाने उहाँले 1 कट्ठा दान गर्नुभयो पछि हामी पुराण लाएर 2 कट्ठा फेरि थप्यौँ हैन गर्दाखेरि 4 कट्ठाको कम्पाउन्डमा त्यहाँ कम्पाउन्ड घेरेर एकजना अधिकारी भाइलाई त्यहाँ पूजा गर्न राखेर अहिले व्यवस्थित गर्दै गरेको छ। हजुर यो 10 नम्बर वडाको के वडा सभापति पनि हुनुहुन्छ? म नेपाली कांग्रेसको वार्ड सभापति हो। नेपाली कांग्रेसको वडा सभापति हुनुहुन्छ। हजुर तपाईले यो पदमा बसिराख्दाखेरि चाहिँ यो 10 नम्बर वार्डको विकासको लागि के गर्नु भएको छ? यो पदमा बसिरहँदा थुप्रै काम गरियो जस्तो माथिको निचा झोडा पुल लगाएको गत साल त्यतिखेर हामीले विश्वप्रकाश शर्मालाई बोलाएर त्यो गऱ्यौँ। अहिले त अलिकति अधुरै छ त्यो दायाँ बायाँ पङ्खा हाल्न बाँकी छ हैन त्यो चाहिँ सांसदको पहल गरेर गरियो। यो केन्द्र मोडको बाटोलाई चाहिँ कर्मचारी मार्फतै बजेट हाल्न लाएर अलिकति अधुरो बाँकी छ यो पनि काम भएको छ। यो के अरे काफ्ले टोलदेखि के अरे केन्द्र मोडको बाटो पनि फाटफाट गरेर काम हुँदैछ हैन। अब यसमा पनि हामीले चाहिँ वार्ड अध्यक्षलाई भन्नुपर्छ कि कसलाई भन्ने कामहरू हामीबाट हुन्छ हामीले कल गरिरहेको छ। अब यी सानातिना 5 लाख योजना त थुप्रै यो कलबाट त्यो के अरे प्लम्बिङ गर्ने काम त थुप्रै आएको छ नि हाम्रो मेरो विपक्ष काजी खड्का भए पनि उहाँसँग मेरो सहकार्य राम्रैसँग चलेको छ। उहाँसँग म सल्लाह गरेरै उहाँलाई यसो गर्नुपर्छ दाजु भन्दा उहाँले पनि नै भन्नुभएको छैन हैन। राजनीति आफ्नो आफ्नो पाटोमा छ तर विकास निर्माणको काममा हामी मिलेरै काम गरिरहेका छौँ। हामीलाई त्यस्तो भनेपछि तपाईले चाहिँ वडा नम्बर 10 लाई चाहिँ आफ्नो तर्फबाट चाहिँ एकदम विकसित होस् भन्ने तरिका चाहना भएर अब त्यो मेरोदेखि पूर्वपट्टिको बाटोमा पनि 2 पार्ट गरेर अहिले प्लम्बिङ काम सकिएको छ हैन। अब यो टावर मार्गमा पनि अलिअलि काम पैसा हालिदिरहेको छ। यहाँ तुलसी वार्ड सदस्य हुनुहुन्छ तुलसी पोखरेल उहाँ पनि मेरो रिलेसनकै मान्छे हुनुहुन्छ उहाँलाई पनि हामी अनुनय विनय गर्छौँ उहाँले पनि जानुभएको छ। हामी मिलेरै 10 नम्बर वार्डको विकास गर्नुपर्छ भनेर अब जुनसुकै पार्टी भए पनि हामी एक रूपमा अगाडि लागिरहेका छौँ। तपाईले यत्रो समाजसेवा गर्नुभएको छ हैन। अब तपाईले एउटा व्यवसायी पनि हुनुहुन्छ सम्भवतः मैले सुनेछ तपाईँ झापामा चाहिँ शेयर बजारको सुरुवात गर्ने मान्छे हुनुहुन्छ। हो हामी रिटायर भएपछि मैले काठमाडौँ केही समय 6-7 महिना हाम्रो तालिम केन्द्रमा नेपाल टेलिकमको तालिम केन्द्रमा बसेर काम गरेँ। त्यस दौरानमा मेरो त्यति काम हुँदैन थियो क्या त्यो तालिम केन्द्रमा त्यति कामको चाप थिएन। हजुर चाप नहुँदा त्यहाँ साथीहरूले सेयर किन्ने बेच्ने गर्दाखेरि त्यो प्रक्रिया मैले सिकेँ त्यहाँ बसेर सेयर मार्केट सम्बन्धी। अनि एकजना मेरो 37 नम्बर ब्रोकर मेरो साली पर्नुहुन्छ यहाँ मेरो फुपू दिदीको छोरी हो उहाँले चलाउनु भएको छ इन्दिरा घिमिरे हैन। उहाँसँग सहकार्य गरेर मैले बिर्दा मोडमा चाहिँ म त्यहाँबाट चलाउँछु 37 नम्बरको ब्रान्च जस्तो भनेर पहिले सुरुवात बिर्दा मोडमा गरियो। हामी 3 जना मान्छे एउटा महेन्द्र कोइराला अर्को के अरे सुरेन्द्र कटायत र म मिलेर त्यहाँ हामीले सेयर मार्केट खोल्यौँ। त्यो अवधिमा हामीले करिब 3 अरब जतिको झापामा सेयरको कारोबार गरायौँ हैन। अब पछि नेपाल स्टक एक्सचेन्जले चाहिँ ब्रान्च 37 नम्बरको हेटौँडामा दियो यहाँ दिएन। त्यसपछि हामीले त्यो छोडेर यो के अरे कङ्क्रिटतिर हामी लाग्यौँ। हजुरलाई घरबाट चाहिँ यी सबै समाजसेवा गर्नको लागि अथवा चाहिँ यो सबै गर्नको लागि कतिको सपोर्ट छ? होइन यो सामाजिक सेवामा मलाई अवरोध छैन कहीँ पनि। मेरो घरबाट के अरे परिवारबाट
यसले नगरोस् भने गरोस् नै भन्छ। मेरो छोरो पनि अहिले त्यस्तै मेरै टाइपको निक्लेको छ, डक्टर छ बेची पनि। बाबुले हिँडेको बाटोमा छोरा पनि उसले पनि सेवा गर्नुपर्छ, त्यो कसैको दाम काम खानुभन्दा सेवा गर्नु उत्तम हो भन्ने उसले पनि सिकायो। तपाईँ अब चाहिँ तपाईँले शैक्षिक अवकाश दिनुभएको है, शैक्षिक अवकाश दिनुभएको, किन लिनुभयो? अब अलिकति तपाईँले शैक्षिक अवकाश नलिएर अझै केही मेहनत गर्दै गरेको हुनुभएको थियो भने अझै राम्रो पोस्टमा पुग्नुहुन्थ्यो होला अथवा केही हुन्थ्यो होला। होइन, म एक त बढुवा पाउँथेँ, रिटायर हुँदासम्म म 7 त हुन्थेँ, म छैटौँमा अधिकृतैबाट मैले छोडेँ, म 7 त पक्कै हुन्थेँ। तर के लाग्यो भने अहिले कुद्न सकिन्छ, दौडिन सकिन्छ, केही अन्त पनि गर्न सकिन्छ होला। हामी 2 जना बुढाबुढी नै टेलिकममा नोकरी, होइन, एक किसिमले अब श्रीमतीले गरि नै रकिछन् अहिले पनि, होइन। अनि 2 जनामा 1 जना बाहिर बसेर यसो आमा त्यतिखेर आँखा देख्नुहुन्न थियो, आमा बितेको 4 वर्ष 5 वर्ष भयो, होइन। अनि आमाको पनि यसो बिहान बेलुका हेर्दै गर्न सकिने, अनि आफूले यसो फाल्तु व्यवसाय पनि गर्न सकिन्छ भनेर मैले चाहिँ आफूले शैक्षिक अवकाश दिएको। तर अब हुँदै जाँदा अब एउटा यसो उद्योग पनि चलाएर बसिया छ। धेरै अहिले हामीलाई त्यति फाइदा नभए पनि कालान्तरमा यसले केही देला भन्ने एउटा जिज्ञासा, आशा निरन्तर भविष्यमा केही होला भन्ने सोचेर चाहिँ गर्नुभयो। ओके, अब मलाई हजुरले यो कुरा बताउनु न कि हजुर चाहिँ यो अहिले दुनियाँको यो नेताहरूको पछि लाग्ने अथवा चाहिँ यो के भन्छ चाकडी चाप्लुसी गर्ने यस्तो कुरा हजुरलाई कतिको मनपर्छ? म त्यसरी चाकडी त कसैको मैले नोकरी अवधिमा पनि गरिनँ, होइन, अहिले पनि म नेताको त्यसरी उ गर्दिनँ। तर मलाई दिएको बिपीको मार्गदर्शन जुन छ समाजवाद, होइन, समाजमा सबै होच निच ठुलो सानो नभनिकन सबैसँग मेलमिलाप गरेर एउटा जुन बिपीले दिएको मार्गदर्शन अनुसार यो के अरे सिद्धान्त चलोस् भन्ने एउटा भित्री आकाङ्क्षाले म नेपाली काङ्ग्रेससँग आबद्ध भएको, होइन। अहिले यो देख्दा खिचातानी देख्दा उ गर्दा अब युवाको हातमा नआउने छ, जहिले पनि बुढाहरूले नै ओगट्ने, यस्तो गर्दा चाहिँ अलिकति दुःख चाहिँ लाग्छ काम गर्दै जाँदा, होइन। जहिले पनि अब एउटा क्षेत्रबाट एउटैले मात्रै टिकट पाइरहने, त्यही मात्रै उठिरहने, होइन, अर्कोलाई पालो कहिले दिने, कहिले पालो होइन। त्यो हुँदा चाहिँ अलिकति यो अलिक गरिएछ कि भनौँ, त्यही पनि अब आशावादी हुनुपर्छ अरे के मान्छे, कुनै पनि कुरोमा निरन्तर। गीताले के भन्दो रहेछ, म अहिले अलिअलि गीता पढ्छु, बिहान पूजापाठ गर्छु, गीताले निरन्तर आफ्नो कर्म नछोड तर एक दिन फल प्राप्ति हुन्छ भनेर अर्थी दिएको छ। त्यही अनुसार अब एक दिन त यो सुध्रेला नि त, सधैँ यस्तो नहोला नि त, होइन। यो 20औं वर्ष लाग्यो हिन्दुस्तानलाई पनि अहिले अलि ट्र्याकमा ल्याउन। एकचोटि इन्दिरा गान्धीले कति वर्ष खाइन्, अहिले मोदीले आएर फेरि गर्दैछ। पालो त कुनै दिन त आउने रहेछ नि त, प्रक्रिया रहिरह्यो भने, धैर्य गर्न सक्यो भने त्यो पालो टर्न ओभर हुन्छ, एक दिन सुध्रेला भन्ने आशाले अब हामी जिउनुपर्छ, बाँच्नुपर्छ, त्यही हो। अहिलेको यो जुन छ नि अहिले यो अब मुलुकको राजनीतिक अस्थिरता है, यसलाई कसरी हेर्नु भएको छ? यो अस्थिरता एउटा कुरो छ कि अब म तपाईँलाई मेरो जीवनकालमा सबभन्दा पहिले म कम्युनिस्ट शिक्षा लिएको मान्छे। हजुर, म 36 सालदेखि 44 सालसम्म म कम्युनिस्टै हो। हामीलाई सिकाएको उनीहरूले जुन मार्गदर्शन थियो नि, उनीहरूले गरेको काम चाहिँ त्यसको सबै विपरीत छ। त्यो पछि त्यो ध्रुवनारायण श्रेष्ठ भन्ने मान्छेलाई हामीले विराटनगरमा मेयरमा जितायो, जनपक्षीय उम्मेदवार भनेर। अनि उसले जहिले पहिली भनेको बगडामा ती ढकीमा यो के अरे मुरीका डल्ला बेच्नेहरूको म उत्थान गर्छु, के गर्छु भनेर नारा लाएर उसले भोट जितेको भोलिपल्ट त्यो र बम देवान भन्ने धरानको मेयर, यिनीहरू त फेरि पञ्चायतको भक्त भएर निक्ले। हेर्नु, कथनी र करणी वामपन्थीहरूको ठिक रहेनछ भनेर मैले वामपन्थी विचार त्यागेर डेमोक्रेटिक वेमा आएको मान्छे हो। मलाई जति नै भन्यो भने कम्युनिस्टले यो देखाउने
एउटा दाँत खाने अर्कै दाँत हुन्छ। अहिले जुन देखिएको छ विकृति विसङ्गति, हामीलाई पनि धर्म मान्नु हुँदैन, के अरे पण्डित भनेका यी के अरे टुप्पे बाहुन यिनीहरूपछि संस्कृत जलाइदिनुपर्छ भनेर हामीलाई शिक्षा दिने सिपी मैनाली आरके मैनाली आज राजाका भक्का भएका छन् कि छैन? हो, अहिले राजतन्त्र चाहिन्छ भनेर सिपीले दिएको इन्टरभ्यू कतिवटा छ? हो, तर यिनीहरूको चाहिँ के रहेछ भने यिनीहरूले चाहिँ धर्ममा चाहिँ भ्रष्टपन ल्याउन चाहिँ यिनीहरूको स्कुलिङ हो। पहिलो कुरो मैले बुझेको राजनैतिक नैतिकता भएन भने नैतिकता होइन नि त। हामीलाई चाहिँ एक थोक पढाइदिने आफू कुरा गर्ने जातर पात मान्दैनौ भनेर गीत गाएर हिँड्ने शम्भु राई अहिले कहाँ छ? जेबी टुरेलाई त मैले त गिटार दान गरेँ त्यतिखेर। त्यहाँ शीतल के अरे लज भनेर खोले त विराटनगरमा। अब त्यो जेबी टुरे शम्भु राई यी सबै भरे माओवादी बने, माओवादीबाट पनि केही नभएपछि जेबी दाइ त मरिहाल्यो होइन। अनि अर्को शम्भु राई पनि अहिले अलपत्रमा लापत्ता छ हो। ऊ अहिले साइलिरा माइलीका गीतै गाएर बसिरहेको छ त। आखिर हामीलाई त्यस्तो गीत गाउनु हुँदैन भनेर सिकाएका हो नि त उनीहरूले। 36 सालमा चाहिँ हामी स्कुलमा चाहिँ सांस्कृतिक कार्यक्रम गर्दा हामीलाई चाहिँ त्यस्ता त्यस्ता कुरा सिकायो। तर उनीहरू पछि त्यहीमा लपेटिएर भुस्कुल पऱ्यो। धर्मको पनि त्यही हो। माओवादीले चाहिँ के अरे गाई काटेर खायो भन्थे पहिले, उ गर्दाखेरि पछि आएर भैँसी दान गरे त प्रचण्डले, गरेन हो। अनि यो हामीलाई एउटा सिकाउने गर्ने उनीहरू अर्कै, अनि उनीहरूले जे भन्छन् अनि हामी पछि लाग्ने, हामी नै मूर्ख हो, हामी नै मूर्ख। ओके, अब हामी चाहिँ तपाईँका जीवनका कुराहरू फेरि गरौँ। म्याम के गर्नुहुन्छ? म्याम नेपाल टेलिकमकै यहाँ चन्द्रगाडीमा लेखा जागिरी हुनुहुन्छ? जागिरी। छोरो मेची के अरे प्रादेशिक हस्पिटलमा मेडिकल अफिसर छ। जेठो कान्छो चाहिँ एउटा अस्ट्रेलियन कम्पनीमा काम गर्छ, आइटी होइन, ऊ अनलाइन काम गर्छ। त्यही हो। अब यी सबै कुरा गरिसक्दा कहिलेकाहीँ थाके जस्तो लाग्दैन? होइन, अब त अलिअलि गलिएछ। अब यो कम्पनी कसैले लिइदिएर चलाए हुन्थ्यो भन्ने त्यो लाग्यो क्या। अब यो एकदम मेरो चाहिँ भित्री इच्छा। कसैले झ्यापै लिएर ल साथी हो चलाउँछु भन्यो भने एकदम रेडी कन्डिसन। अनि यो व्यवसाय बिक्री गरेर के गर्ने त्यसपछि? सामाजिक सेवा त छँदैछ नि मेरो। मन्दिरको अध्यक्ष बन्ने, बिहान आएर पाठ गर्दा हुन्छ त्यहाँ होइन। मैले 2 महिना त अस्ति यहाँ पण्डित नगर्दा आफैले पूजा गरेर हो। म किताब भेट्यो भने चाहिँ संस्कृत पढ्छु, तर कण्ठ चाहिँ हुँदैन। अब यो दिनमा पुस्तक चाहिँ भेट्यो भने संस्कृत मजाले पढ्छु। भनेपछि अब जीवनको अबको उत्तरार्ध भनेको चाहिँ समाज सेवामै बिताउने? त्यतिकै हो। अब म समाज सेवामा बस्ने, आनन्दको जीवन बिताउँछु। छोराछोरीप्रतिको कर्तव्य होइन, उनीहरू आफ्नो लाइनमा लागिसके। अब मैले उनीहरूलाई के गरिदिनुपर्छ के गरिदिनुपर्छ छैन। मलाई त्यतातिरको चिन्ताले मलाई बिराउँदैन। ओके, अब हामी चाहिँ कार्यक्रमको अन्ततिर आइसक्यौँ। अब तपाईँले जीवनमा कहिले नबिर्सिने कुनै त्यस्ता क्षणहरू छन्? होइन, मैले जीवनमा कहिले नबिर्सिने भनेको त मेरो साथीभाइहरूको सरसङ्गत चाहिँ कहिले बिर्सिने होइन। त्यस्तो कुनै घटना? यस्तो ठुलो घटना म त्यस्तो छैन। अब बुवा खस्ताको घटना दुःखदायी नै हुन्छ, आमा खस्ताको दुःखका कुरा त तिनै हुन् नि। सबै कुरा हुँदै जान्छ हेर्नु, यो पैसोले मान्छेलाई कहिले पुग्दैन हो। पुगो भनेको छ, अब हाम्रो चौधरीले पनि पुगो भनेको छैन नि। तर पैसो भनेको आफै मिल्दै जाँदो रहेछ कि। कर्म चाहिँ गर्न छोड्नु भएन। कर्मलाई चाहिँ त्याग्नु भएन। आफूभन्दा दिन दुखीको माया गर्नुपर्छ, आफूभन्दा सानालाई माया गर्नुपर्छ। पाट्टा पिट्टा कुट्न, हप्काउने, गाली गर्ने गर्नु हुँदैन, सम्झाउनु पर्छ। मैले जीवनमा छोराछोरीलाई एक्लाबाट पनि पिटाएको छैन। मैले पढ पनि भनेको छैन। आफ्नो लयले उनीहरूले आफ्नो लाइन लिएर छोराछोरीहरू आफ्नो ठाउँमा अहिले पुगेका छन्। उनीहरूले आफ्नो लाइन पक्रे, गए, पढे होइन। अब मैले एकै दिन पनि तिमीहरूलाई यो यसरी गर, यो यसो गर मैले कहिले पनि भने जीवनमै भनेन कहिले। म श्रीमतीलाई पनि कहिले यसो गर उसो गर भनेर त्यत्रो हप्काउँदिनँ। आफ्नो खुसीले आफै जानेर बुझेर आफै गर्नु, आफ्नो गर्नु। त्यो पाटोमा म
हप्काउने उ गर्ने बरु रिस उठ्यो भने बरु म आफै साइड लाग्दिन्छु हो कराउने बाध्ने तपाईँलाई आफ्नो कमजोरी के हो जस्तो लाग्छ? मेरो कमजोरी यो फर्र सबै कुरा कन्ठ हुँदैन। म चाहिँ बुझेर त्यो बुझे अनुसार काम गर्छु कि म यो कुनै पनि विद्या त्यो स्तोत्रहरू यी यस्तो हुन्छ नि हजुर त्यो फर्रै कन्ठ गर्न मलाई सक्छ हो। म चञ्चले नै स्वभावको मान्छे छु, सबैसँग रमाउने चञ्चले सानैदेखि यस्तै हो यस्तै हो। त्यो हाम्रो त के अरे त्यहाँ सिसौली भन्थ्यो क्या हजुर त्यो गाई चराउने ठाउँतिरलाई। अनि हामी माथि माथि चढेर उपल्लो के अरे रुखबाट वल्लो रुखमा बस्छ, 3 जना यता बस्छ 3 जना उता बस्छ अनि दोहोरी खेल्यो लै लै गाई कोटे कोटे म बुढो होइन दाँत मात्रै थोत्दै भन्थ्यो एकातिरबाट, अर्कोतिरबाट त्यस्तै फिर्काउँथे। अनि दिनभरि गऱ्यो अनि गाई भेला हुँदै आउँथे जाने बेला अनि धपायो, फेरि गाईको पुच्छरसम्म भङ्गाला तर्यो, चिसै गऱ्यो। यो अब आउने पुस्तालाई तपाईँ के भन्न चाहनुहुन्छ? यो पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ? अब हामीले रोक्न पनि सक्दैनौँ, यहाँ रोजगारी त उनीहरूले भने अनुसार दिन पनि सकिँदैन होइन। अनि अब यी हाम्रा जस्तो उद्योग यहाँ हामीले स्थापना गर्दा जीर्ण अवस्था पुगिसक्छ। यो दुर्गा प्रसाईले घरिघरि भन्छन् कुनै कुरा सत्य पनि छन् के। हामीलाई चाहिँ अर्कैले निर्देशन गरेर अर्काको व्यापार गर्दैछौँ क्या। हामी सिमेन्ट कारखाना कसको छ त्यो तपाईँले नै एनालाइसिस गर्नु, नाम त भन्दिनँ यहाँ होइन। यो सबैतिरबाट हामी पैसा चाहिँ त्यहीँ बुझाउँछौँ। एक ट्रक सिमेन्ट ल्याउँदा 420 बोरा आउँछ, मैले ड्याङ्ग ल्याएर यहाँ हाल्छु नि, त्यो पैसा कहाँ पुग्छ त भोलि? त्यसको क्यालकुलेसन गर्दै जाँदाखेरि हामी नेपाली उद्योगपतिहरू अलि धाराशाही नै भएका छौँ। यहाँ गर्दा अब हामीले एनएस लिन जाँदा पनि हामीले तुरुन्तै पाउने स्थितिमा हुँदैन। अनि एउटा एनएसले एकै छत्र बिल्कन भन्ने शनिचरेको फ्याक्ट्रीले सबै एक छत्र उसैको क्याप्चरमा चाहिँ त्यो कसको घट्टानीको हो? अब त्यो उसैले मात्रै व्यापार गरिरहेको छ। यहाँ हामीले यत्रो उद्योग यहाँ 2.5 करोडको लगानीमा हामीले थाले। 2.5 करोड लगानी गर्नु यहाँ 2.5 करोड लगानी छ। अब हाम्रा उद्योग सुकेर बसेका छन् होइन। अनि अब हाम्रो अपर्च्युनिटी अब त्यो टेन्डर निक्लिँदाखेरि हाम्रो सामान यहाँको स्थानीय ल्याबमा टेस्ट गरेको हुँदैन भनिदिन्छ होइन। स्थानीय उसमा टेस्ट गर्दा मेरो 49 M49 आउँछ, यहाँ M40लाई एलाउ गरेको छ नेपाल सरकारले होइन। तर मेरो के अरे 49 आउँदा पनि मैले यो माल हाल्न पाउँदैन। यहाँ प्राविधिक सबै किनिएका छन्, उनीहरूलाई कसलाई पटाइएर कहाँ घुमाउन लिएर जान्छ त्यो कम्पनीले वर्षैपछि होइन। अब हामी त्यसरी त्यो गर्न जान्दैनौँ। हेर्नु, हामी त शुद्ध कर्मचारी टेलिकमको भनेको नि, घुस खाएका कर्मचारी होइन। हामीले त परिश्रम गरेर बोनस दिन्छ, इन्सेन्टिभ दिन्छ, कम्पनीलाई फाइदा भयो। त्यस्तो पैसा खाएर बसेका हामीले टेबल पनि पैसा लिन जानेनौँ। हामी दिन पनि मन लाग्दैन। बरु मेरो माल उहाँ हेर्नु अहिले 60,000 पिस मैले माल राखेँ, बरु नबिकोस् हेरेर चित्त बुझाइरहेको छु नि त। तर पैसा पेलेर उ गरेर गर्न हामी सक्दैनौँ। अनि हाम्रो उद्योग धाराशाही हुन्छ होइन। यहाँ त अब तलदेखि माथिसम्म त्यो सबै पैसामा छ, गर्नुहुन्छ के अब। अनि हामी त मरेको। अब मलाई विष्णु सरले एउटा कुरा बताउनु न, जस्तै अब हजुर धर्म कर्म पनि गर्नुहुन्छ, पूजापाठ गर्नुहुन्छ, मन्दिर सञ्चालन पनि गर्नु भएको छ। तर अहिलेको पुस्ताले चाहिँ यो धर्म कर्म मन्दिर यताउता भन्ने कुरालाई अलिक इग्नोर गर्छ नि। यो अहिलेको पुस्ताले के गरेको, किन यस्तो भएको? त्यो मैले अघि त भनिसकेँ त, हामीले स्कुलिङै त्यस्तो चलायौँ कि साला धर्म कर्म संस्कृत मास्नुपर्छ भनेर त्यत्रो 17,000 मान्छे मरेन। के कारणले मर्यो? ऊ पढाउँदै गरेको शिक्षकलाई के अरे रुखमा बाँधेर मारेको देख्नुभएको छ नि दृश्य। त्यो सबै त स्कुलिङ हो नि त। पढाउँदै त्यस्तो पढाएपछि सानामा अनि ठुलो भएपछि त्यसले लाग्दैछ भनेर हुन्छ। अब हामी त्यसलाई सुधार गर्नुपर्छ भनेर ऊ वेद विद्या आश्रम खोलेर त्यता लगाएर ऊ माथि शनिश्चरमा अस्ति त्यत्रो यज्ञ गरियो। अब यहाँ मैले 2-3टा यज्ञ गरिसकेँ होइन।
तर त्यो सुध्रियोस् भनेर हामी स्कुलिङ गर्ने हो नि। तर त्यो सानैदेखि स्कुलिङ बिग्रिया छ। अब पहिले त तपाईँलाई बौद्ध लाउने बित्तिकै 36 सालपछि काङ्ग्रेस र कम्युनिस्टको विवाहबारी पनि भएन नि। कहाँ भयो त? त्यो त यहाँ कम्युनिस्ट हो, त्यसलाई छोडिदिनु हुँदैन। घरिघरि त होला नि त त्यो दिमाग। अनि काङ्ग्रेसले कम्युनिस्ट छोडिदिँदैन त्यस्तो। अहिले त त्यस्तो अलिक धेरै नै हटेको छ, मान्छेले धेरै बुझिसके। अहिले मान्छे त्यो सबै त एमाले काङ्ग्रेस छोडेर गर्दा हो नि त राजसभा भनेको, अरू त होइन। अहिले युवा शक्ति त यो बुढा पार्टीमा आकर्षणै गर्न सकिएको छैन। मसँग त झगडा जसको पऱ्यो नि त्यो मान्छे मेरो सबैभन्दा दोस्ती हुन्छ। एकचोटि फायरिङ भएपछि यसको कुरा छ भन्नु हुँदैन भनेर ऊ पनि सतर्क हुन्छ, म पनि सतर्क हो नि त। कामले काम सिकाउने होइन, यही भएका घटनाले तपाईँलाई सुधार्न त हो नि, सिक्नु पऱ्यो नि त। ओके विष्णु सर, अब हजुरले यत्रो अमूल्य समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अन्तिममा जाँदा जाँदै तपाईँका पनि त आफन्त शुभचिन्तक तपाईँलाई मन पराउने मानिसहरू छन्, उहाँले के भन्न चाहनुहुन्छ? उहाँहरू सबैलाई म एकदम नमन गर्न चाहन्छु। किनभने मलाई यहाँ गराउने पनि यो महेन्द्र कोइराला, चुरेन्द्र कटायत, यो हाम्रो मोहम्मद अकबर, यी सबैले यो फ्याक्ट्री चाहिँ जिम्मा लाग्यो। मलाई एउटा यसले गर्दाखेरि यो चल्दै जान्छ, हामीले रोपेको बिउ मर्दैन भनेर जिम्मा लाउनु भएको। उहाँहरू पुरै अलग्गै, उहाँहरूलाई मैले इग्नोर गर्ने त्यो मेरो होइन। उहाँ यो लगानीबाट केही उ भयो भने उहाँहरूको पनि लगानी फिर्ता गर्न सक्यो भने म सन्तुष्टि हुन्छु। नभए यो हामी त सबै यहाँ 16 जनाको लगानी हो। यो एउटा सेयर 7 लाखको छ। एउटा सेयर भने 21वटा सेयर छ। यहाँ 1,47,00,000 रुपियाँ यहाँ सुरु इन्भेस्ट हो। पछि हामीले 80 लाख रुपियाँ लोन लिएर चलाएको फ्याक्ट्री हो। तर अब अहिले यस्तो जीर्ण अवस्थामा छ, यसलाई सुधार गरेर साथीहरूलाई पनि केही राहत दिन सके म खुसी हुने हो, नभए त दसिएको भयो। एकदम हजुरसँग कुरा गरेर एकदम खुसी लाग्यो है।